सुनको दुध र बालीको पानी छुट्याउन हातमा कापी र कलम लिएर बस्नुभएका निर्णायक मण्डल प्रतिस्पर्धी तथा उपस्थिति सम्पूर्ण साथीहरूमा म श्री गौमुखी माध्यमिक विद्यालयको कक्षा 10 माध्यमिक छात्र सुषमा केसीको तर्फबाट सर्वप्रथम ज्ञान अभिवादन टक्राउन चाहन्छु, स्वीकार दिनुहोला। आज मिति 2083 साल 3 महिना 24 गते यस कक्षागत वक्तृत्व वाद विवाद प्रतियोगितामा भाग लिएर मेरा भनाइहरू प्रस्तुत गर्न पाउँदा निकै हर्षित महसुस गरेकी छु। यस वाद विवादको शीर्षक रहेको छ अधिकार ठुलो कि कर्तव्य ठुलो। सभाध्यक्ष महोदय, मलाई अधिकार भन्दा कर्तव्य ठुलो लाग्छ। कर्तव्य शब्द भन्नाले कुनै पनि गर्नुपर्ने काम गर्न लागेको हाम्रो आचरण वा क्रियाकलापलाई जनाउँछ। कानुनी सन्दर्भमा भन्नुपर्दा कर्तव्यलाई कुनै गर्नुपर्ने प्रक्रिया वा क्रियाकलापलाई जनाउँछ। यसरी कानुनी शब्दमा प्रयुक्त हुने व्यक्तिले गर्नुपर्ने कर्तव्यलाई अधिकार भन्दा ठुलो र महान ठानेकी छु। कर्तव्य अधिकार भन्दा ठुलो र महान छ। हाम्रो पूर्वीय ग्रन्थमा पनि व्यक्त भएका गहन विचारले समेत यस कुरालाई पुष्टि गर्दछ। कर्तव्य कुनै पदमा रहेर वा नरहेर पनि गर्न सकिन्छ। कुनै पदमा रहेर वा नरहेर गर्न सकिन्छ। संसारमा कयौं व्यक्तिहरूले आफ्नो ठाउँमा रहेर अग्नि परीक्षामा खरिएको खड्गा उत्रेका र महान भनेका अनेकौं दृष्टान्त पाइन्छ। तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो, पिताप्रतिको कर्तव्य पुरा गर्नका लागि जब राम वनवास जान तयार भएर गए, पछि उनी मर्यादा पुरुषका रूपमा चिनिए र भगवानका रूपमा पुजिए। सुकरातले पनि कर्तव्यको निष्ठा पालना गर्नका लागि र कर्तव्य परायणका लागि हेमलक जस्तो विष पिउनु पर्यो। संसारमा दुःख के छ र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने खोजको रहस्य समेत पुरा गर्नका लागि गौतम बुद्धले पारिवारिक माया र मोह नाग्नु पर्यो। त्यसर्थ कर्तव्यको दायरा पनि निकै फराकिलो छ। कर्तव्यलाई पारिवारिक सामाजिक कानुनी गरी विविध रूपमा वर्गीकरण गर्न सकिन्छ। तर कर्तव्यलाई मूलतः दुई भागमा वर्गीकरण गर्न सकिन्छ, नैतिक कर्तव्य र वैधानिक कर्तव्य। नैतिक कर्तव्य भन्नुपर्दा समाजमा गरिने समाज सेवालाई बुझिन्छ। नैतिक परोपकारी गर्नु नैतिक कर्तव्य हो, समाज सेवा गर्नु नैतिक कर्तव्य हो। समाजमा कुनै मानिसले राम्रो काम गर्छ भने त्यो पनि नैतिक कर्तव्य हो। मेरा पूर्ववक्ता मित्रले जन्मस्थलमा वक्तव्य गर्नुभएको थियो, अधिकारले मात्र मानव जीवन कस्तो होला त? सुनको थैलीमा बिउ रोप्दैमा बिउ उम्रदैमा। वास्तवमा जीवनलाई सार्थक बनाउनु छ भने कर्तव्य अपरिहार्य छ। सभाध्यक्ष महोदय, अपरिहार्य छ। कर्तव्य पालना गर्नका लागि कर्तव्यको नाममा अधिकारका नाममा कतिपय आन्दोलनका नाममा भएका कतिपय बन्द र हडतालका कारणले कतिपय विद्यार्थीहरू विद्यालय जान पाएनन्, श्रमहरूले श्रम गर्न पाएनन् र देशमा अर्थतन्त्रमा टेवा पुर्याउने पर्यटकहरू देश भ्रमण गर्न पाएनन्। यसरी अधिकार प्राप्त व्यक्तिले राम्रोसँग कर्तव्य पालना गरेको भए यी समस्या आउने थिएनन्। संसारमा सम्पूर्ण चराचर जगतको प्रकृतिले पनि कर्तव्यको राम्रोसँग कार्य गरेका छन्। नदीले पानी दिएर त वृक्षले फलफुल दिएर आदि कारण यिनीहरूले पनि कर्तव्यको पालना गरेका छन्। अधिकारको मूल त कमजोर झन्डामा मात्रै हुन्छ। कर्मशील समाजमा त कर्तव्यको तेल बिना विकासको रेल चल्दैन, अधिकारको चल्दैन। अन्त्यमा म के भन्न चाहन्छु भने कर्तव्यको पक्षमा घटिँदा मात्रै हरेक मानिसको व्यक्तित्व विकासमा सफल परीक्षण हुन्छ। अधिकारकोले मात्र चिउरा भिज्नका लागि त कर्तव्यको जस्तो जरुरी छ। खुसीको स्रोत अधिकार भन्दै मेरा भनाइ अन्त गर्न चाहन्छु। धन्यवाद। आफ्ना गम्भीर भनाइहरू राखेर कक्षा 10 माध्यमिक छात्र सुषमा केसी विदा भइसक्नु भयो।